कृषि हामी बाँच्ने एउटै आधार हो। घाँस, बाँस र कपासको स्रोत नै कृषि हो। कृषि बिना जीवनको कल्पनासम्म पनि गर्न सकिँदैन। स्वस्थ कृषिको उत्पादन नै निरोगी जीवनको आधार हो। कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मूल आधार मानिन्छ। कृषि क्रान्ति नै देश विकासको एकमात्र विकल्प हो भनिन्छ। तर पनि आशा गरे बमोजिम कृषि क्षेत्रको विकास भने हुन सकिरहेको छैन। हाम्रो देश नेपालमा कृषि क्षेत्रको विकास नहुनुमा मौसमी प्रभाव, प्रतिस्पर्धात्मक क्षमताको कमी, उचित मूल्य र बजारीकरणमा समस्या, कृषि भूमिको खण्डीकरण तथा घरेडीकरण आदि हुन्। त्यसै गरी दक्ष जनशक्ति विदेश पलायन, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, रोग, किरा आदिको कारणले समेत कृषिको उचित विकास हुन सकिरहेको छैन। तर कृषि क्षेत्रको विकास नहुनुको मुख्य कारण भनेको चाहिँ परम्परागत कृषि प्रणाली नै हो। यसै तथ्यलाई आत्मसात गरी कृषिलाई व्यवसायीकरण गर्दै समृद्ध कृषकको परिकल्पना गरेको छ नेपाल सरकारको बागमती प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपन्छी मन्त्रालयले। मन्त्रालयले आत्मनिर्भर कृषि समृद्ध प्रदेश लक्ष्य निर्धारण गरी सोही मुताबिक कार्य सञ्चालन गर्दै आएको छ। प्रदेशको शान, मौलिक कृषि हाम्रो पहिचानको उद्देश्यका साथ प्रदेश अन्तर्गतका जिल्लाहरूमा कृषिजन्य उत्पादनको विकासको ठोस योजना ल्याएको छ। त्यो हो प्राङ्गारिक खेती। समग्र कृषि क्षेत्रको दिगो विकासको लागि समृद्ध नागरिकको परिकल्पना पूरा गर्न कृषि क्षेत्रको विकास निर्विकल्प सत्य हो। दिगो कृषि विकासको लागि, बालीको उच्चतम फल प्राप्तिको लागि, स्वस्थकर बाली उत्पादनको लागि एकमात्र विकल्प भनेको परम्परागत र रासायनिक खेती प्रणालीको साटो प्राङ्गारिक कृषि खेती नै हो। रासायनिक कृषिको विकल्पमा जैविक खेती, ऋषि खेती, प्राकृतिक खेती, जिरो बजेट खेती, स्थायी खेती, प्राङ्गारिक खेती आदिको चर्चा परिचर्चा भइरहेको छ। यी सबै खेती प्रणालीमा केही भिन्नता फरक भए तापनि मूलभूत तत्त्व भने एउटै छ। त्यो हो माटोको उर्वरापनको वृद्धि, पर्यावरणीय प्रणालीमा सुधार र मानव स्वास्थ्यको दिगो हित। प्रकृतिमा रहेको स्रोत र साधनको परिचालन गर्दै गरिने खेती चाहिँ प्राङ्गारिक खेती हो। यसले चाहिँ लगभग तपाईँको बाहिरी रासायनिक मलहरू र विषादीहरूलाई चाहिँ थाती राख्दै आफ्नै प्रकृतिमै भएका स्रोत साधनहरूको चाहिँ प्रयोग गरेर बिरुवाहरूको लागि चाहिँ चाहिने खाद्य तत्त्वहरू निर्माण गर्दै माटोमा चाहिँ उर्वर शक्ति कायम गराउँदै माटोमा चाहिँ विभिन्न प्रकारका यो जीवाणुहरूलाई उत्पन्न गराउँदै एकदमै माटोलाई जीवित राख्दै गरिने खेती चाहिँ प्राङ्गारिक खेती हो। परम्परागत कृषि प्रणालीमा उत्पादनको लागत बढ्दो क्रममा छ। त्यसमाथि वातावरणीय विनाश र जलवायु प्रदूषण, जमिनको उर्वरा शक्ति तथा बालीहरूको उत्पादकत्वमा आएको कमीले गर्दा पनि वैकल्पिक कृषि अभ्यास अपनाउनु पर्ने देखिन्छ। कृषि विकास अभियानले स्वस्थ माटो बनाउनुका साथै स्वस्थ बाली र उत्पादनमा वृद्धि समेत गर्ने हुँदा
कृषकको लागि प्राङ्गारिक खेती अति नै उपयोगी छ। लागतको हिसाबले पनि प्राङ्गारिक खेती लाभदायक छ। परम्परागत प्रविधिमा 10 बोरा फलाउँछौँ भने हाम्रो यो मल्चिङ प्रविधिमा चाहिँ लगभग 15 देखि 18 वर्षसम्म लिन सक्छौँ। कोलडा, काउली, बन्ना, अब चम्सुर, पालङ हो, रायो, काँक्रा, अब सबै थोक गरिरहेको छ। राम्रै भएछ, अब उत्पादन त राम्रो भएछ। स्वस्थ वातावरण, उपयुक्त र सरल प्रविधिको प्रयोग, प्राकृतिक स्रोतको संरक्षण र सन्तुलनलाई विशेष जोड दिने हुँदा सम्पूर्ण प्राणी जातिको हितका निमित्त समेत प्राङ्गारिक खेती वरदान साबित हुने देखिन्छ। प्राङ्गारिक कृषि एउटा यस्तो उत्पादन प्रणाली हो जसमा शून्य अथवा न्यूनतम बाह्य स्रोतको प्रयोग गरिन्छ र जैविक विविधताको प्रवर्धन र सम्वर्धन गर्दै पर्यावरणीय सन्तुलन वा निरन्तरतालाई विशेष ध्यान दिइन्छ। यो आइपी लिक्विड हो। यो चाहिँ माटोलाई चाहिने सूक्ष्म ब्याक्टेरियाहरू हुन्छ। यो आइपी लिक्विड चाहिँ माटोमा हाल्दाखेरि चाहिँ माटोको जुन बोट बिरुवाहरूको चाहिँ वृद्धिमा चाहिँ एकदम राम्रो भएको मैले अनुभव गरेको छु। यसमा चाहिँ एउटा यो आइपी लिक्विड भने एउटा विभिन्न जातको एउटा सानो एउटा त्यो त ब्याक्टेरिया भइहाल्यो। त्यसमा चाहिँ हामीले सक्खर अथवा चिनी मिसाएर चाहिँ बनाउने हो। त्यो बनाउँदाखेरि चाहिँ 1 लिटर आइपी लिक्विडमा 1 किलो जति सक्खर लिने अनि 20 लिटर पानीमा चाहिँ 5-6 दिन त्यतिकै राख्ने। अनि त्यसरी राखेपछि त्यसमा चाहिँ ब्याक्टेरिया फैलिएको छ छैन भने चाहिँ हामीले यो माथि यो जुन अलि यो सेतो खालको ढुसी देख्न सक्छौँ। त्यो ढुसीले चाहिँ त्यसमा चाहिँ ब्याक्टेरिया फैलिसकेको छ भन्ने कुरा चाहिँ जनाउँछ। अनि त्यसपछि यो जुन बनाएको जो 20 लिटरलाई अनि 1 लिटर बराबर 5 लिटर बनाउने अनि जरामा हाल्ने। बोट बिरुवाले चाहिने त सबै नै चाहिन्छ। अब कतिको रसायनतिर छ अथवा यता हाम्रो प्राङ्गारिकतिर छ भन्ने कुरामा चाहिँ अलिकति राम्रो कुरा आउँछ। अब हामीले अब प्रशस्त रूपमा चाहिँ प्राङ्गारिक मलको प्रयोग गरेका छौँ भने त्यसमा चाहिँ हाम्रो यो आइपी लिक्विड भन्ने एउटा जुन एउटा ब्याक्टेरिया छ त्यसले चाहिँ हाम्रो जति पनि बोट बिरुवाहरू हुन्छ नि त्यसमा चाहिँ अब त्यसको वृद्धि विकासमा चाहिँ धेरै राम्रो भएको मैले अनुभव गरेको छु। यस उत्पादन प्रणालीमा रासायनिक मल, जीवनाशक, विषादी र कृत्रिम हर्मोनहरूको प्रयोगलाई पूर्ण रूपमा रोक लगाइन्छ। सामान्य अर्थमा प्राङ्गारिक खेती भन्नाले रासायनिक विषादी र रासायनिक मल बिना कृषिजन्य वस्तुहरूको उत्पादन गर्ने कृषि प्रविधि हो भनेर बुझिन्छ। वास्तवमा प्राङ्गारिक खेती माटोलाई खुवाऊँ, माटोले बिरुवालाई खुवाउँछ भन्ने सिद्धान्तमा आधारित छ। प्राङ्गारिक खेती भन्नाले चाहिँ यसमा चाहिँ गणुलाका मलहरूलाई चाहिँ गोबर मल अथवा गोबर मलमा चाहिँ मिसाएर त्यसमा चाहिँ विभिन्न प्रकारका चाहिँ बिरुवालाई चाहिने पौष्टिक तत्त्वहरू, मुख्य पौष्टिक तत्त्वहरूको रूपमा लिने खाद्य तत्त्वहरूलाई चाहिँ मिलाएर चाहिँ हामीले कम्पोस्ट मल तयार पार्छौँ। त्यसमा चाहिँ अब हड्डीको धुलोहरू, कुखुराको सुलीहरू यता सबै कुराहरू चाहिँ राखेर चाहिँ कम्पोस्ट मल तयार गर्छौँ। त्यो कम्पोस्ट मललाई बिरुवालाई दिने काम गर्छ। त्यो मलले चाहिँ माटोमा चाहिँ त्यो सिञ्चित गरेर चाहिँ बिरुवाले चाहिँ खाना बनाउनको लागि उसले लिने तत्त्वहरू चाहिँ माटोबाट लिने हुनाले चाहिँ माटोको उर्वर शक्ति कायम राख्दै रासायनिक विषादीहरूलाई चाहिँ न्यूनीकरण गर्दै गरिने खेती नै प्राङ्गारिक खेती हो। प्राङ्गारिक खेतीले माटोलाई स्वस्थ बनाऊ अनि स्वस्थ माटोले स्वस्थ बाली फलाउँछ भन्छ। दर्शक दीर्घमा प्राङ्गारिक खेती नै किन भन्ने अझै जिज्ञासा हुन सक्छ। प्राङ्गारिक खेती किनभने माटोको उर्वरा शक्ति बढाउन, कम लागतमा धेरै उत्पादन गर्न, रासायनिक प्रदूषण रहित बाली उत्पादन गर्न, पानीका मुहानहरू शुद्ध राख्न, जैविक विविधता वृद्धिका लागि, मित्र जीवहरू बचाउनका लागि र प्राकृतिक स्रोत तथा साधनको संरक्षणका लागि प्राङ्गारिक खेती अति नै उपयुक्त छ। माटोलाई पनि फाइदा भयो, माटो पनि लामो समयसम्म उर्वर शक्ति रहिरहने हुनाले माटोलाई पनि राम्रो गर्यो। वातावरणलाई त असर नपर्ने नै भइहाल्यो।
त्यसपछि जो उपभोग गर्छ उपभोग गर्नेलाई पनि लगभग खाना योग्य एकदम सेफ फुडहरू खान पाउँछन् उनीहरूले पनि उनीहरूको लागि पनि एकदम फाइदा छ सबैको लागि फाइदा छ त्यसैगरी यो प्रविधिमा स्थानीय स्रोत र साधनको उचित प्रयोग र गुणस्तरीय बाली उत्पादन हुने हुँदा यो खेती कृषकको लागि ज्यादै नै लाभदायक छ। विषादीहरू प्रयोग नगरिकन गाईबस्तुको मलहरू त्यसको माध्यमबाट बालीनाली राम्रो माटोहरूको उर्वरा शक्ति बढाउनको लागि यो खेती गरिन्छ। यसमा विभिन्न विषादीहरूको प्रयोग गरिएको हुन्न। वस्तुहरूको मलहरू उर्वरा शक्ति बढाउने माध्यमबाट यसमा प्रयोग गरिएको हुन्छ। म गर्छु भनेर लाग्नु पर्यो र त्यसको लागि चाहिँ एउटा के छ भने प्रोसिड्युर प्राङ्गारिक मल चाहिँ प्राङ्गारिक मलको एउटा पोजिटिभ जुन फाइदाहरू छ त्यो चाहिँ किसानलाई बुझाउन सक्नु पर्यो। अनि प्राङ्गारिक मल गर्दा चाहिँ के गर्नुपर्छ भन्दा नि त्यो प्राङ्गारिक मल बनाउने र त्यसको फाइदाहरू चाहिँ किसान समक्ष राम्रोसँग पुर्याउन सक्यो भने खासै गाह्रो छैन। हामीलाई प्राङ्गारिक मल खेती गर्नलाई रासायनिक मलको आवश्यक पर्दैन अनि जुन विदेशबाट आउँछ त्यो त हामीलाई अभियसली पर्दैन। प्राङ्गारिक हो भने त हामी आफ्नै गाउँघरमा सङ्कलन गर्ने हो। त्यसमा चाहिँ सङ्कलन गर्ने भएको भएर चाहिँ यसमा चाहिँ खासै गाह्रो छैन। जो कोहीले पनि अफोर्ड गर्न सक्छ राम्रोसँग उसले गर्न सक्छ। वास्तवमा स्वस्थ माटो कृषि उत्पादनको मूल बाटो हो। माटो स्वस्थ भए मात्र उत्पादन राम्रो हुन्छ र माटो स्वस्थ राख्न रासायनिक मल तथा विषादीको प्रयोगलाई रोक्नुपर्छ। प्राङ्गारिक भन्ने बित्तिकै एउटा गोबर आउँछ क्या सर। प्राङ्गारिक भनेपछि एउटा गोबर आउँछ, एउटा पत्कर आउँछ, त्यसमा अर्को एउटा के आउँछ हाम्रो कुखुराको मल आउँछ। तिनीहरूको चाहिँ सन्तुलित रूपमा बनाइएको एउटा जुन मल छ त्यसलाई चाहिँ प्राङ्गारिक मल भनिन्छ। अनि त्यसको चाहिँ हाम्रो माटोमा चाहिने मात्रामा मतलब त्यो माटोलाई चाहिँ एकदम उर्वरा शक्ति व्यापक रूपमा चाहिँ गराउन सक्ने एउटा जुन क्षमता भएको एउटा मललाई चाहिँ प्राङ्गारिक मल भनिन्छ क्या सर। अब वास्तवमै भन्नुपर्ने हो भने यो प्राङ्गारिक मलमा चाहिँ प्रायोरिटी दिनु भनेको नि हामीले आफ्नो माटोलाई चाहिँ जीवित राख्नु हो क्या सर। जीवित राख्नु भनेको जस्तै हाम्रोमा भएको जुन जति पनि ब्याक्टेरिया जुन बोट बिरुवाले चाहिने ब्याक्टेरियाहरू हो त्यसलाई चाहिँ जीवित राख्नु हो। जस्तै अब माटोमा त धेरै प्रकारका ब्याक्टेरियाहरू जुन युजेबल ब्याक्टेरिया हुन्छन् तिनीहरूलाई चाहिँ अब ब्याक्टेरिया केमा फेरि अनि जीवित हुन्छ भने त्यो प्राङ्गारिक मलमा हो नि त, कार्बनमा हो नि त। कार्बन भएन भने त त्यो जीवित रहँदैन। त्यही भएर नि प्राङ्गारिक मल किन आवश्यक छ भने जति पनि जो जुन बोट बिरुवाले चाहिने जुन बायो हुन्छ नि त्यो जुन ब्याक्टेरियाहरू त्यसको लागि पनि प्राङ्गारिक मल चाहिँ धेरै आवश्यक छ। दर्शकवृन्द, कृषि प्रधान देशका नागरिक हामी कृषिजन्य सामान भने अन्य देशबाट आयात गरिरहेका छौँ। यो हाम्रो दुर्भाग्य हो। त्यसैले कृषिजन्य सामानमा आत्मनिर्भर हुनु एउटा चुनौती हामी माझ छ भने बढ्दो जनसङ्ख्याको निम्ति चाहिने खाद्यान्न तरकारी फलफुलको उत्पादन बढाउनु अर्को चुनौती छ। त्यसमाथि व्यवसायीकरणको नाममा रासायनिक मल र विषादीको बढ्दो प्रयोगबाट मानव तथा वातावरणमा पर्ने नकारात्मक प्रभावलाई जोगाउनु झन् ठूलो चुनौतीको रूपमा हामी माझ उभिएको छ। अत यी चुनौतीहरूको सामना गर्ने एउटै उपाय भनेको प्राङ्गारिक खेती नै हो। प्राङ्गारिक खेतीले स्थानीय सामानकै प्रयोगबाट कम खर्चमा उच्च प्रतिफल, स्वस्थ र गुणस्तरीय बाली उत्पादन तथा सन्तुलित वातावरण र निरोगी जीवन दिने हुँदा यो खेती प्रणाली सबै पक्षको लागि ज्यादै नै हितकर छ। यसै तथ्यलाई आत्मबोध गर्दै नेपाल सरकारको बागमती प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी मन्त्रालयबाट कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गर्न एवं कृषिको दिगो विकासको लागि प्राङ्गारिक खेतीलाई परियोजनाको रूपमा अगाडि बढाएको छ, जुन साह्रै नै मनन योग्य एवं तारिफ योग्य छ।
प्रदेश सरकार आफ्नो योजना मुताबिक लक्ष्यमा सफल होस्, यहाँका जनताका मुहारमा समृद्धिको मुस्कान देखियोस्। बागमती प्रदेश र बागमती प्रदेशका जनतालाई समृद्धिको शुभकामना।